बोल्छ अन्यतालाई तोड्छ नाता छैन केलाउँदै सम्बन्धलाई जोड्छ भन्नेले त भनेकै छन् काछा जीवनको लक्ष्य मरे मरे बाँच्नु छ तर भेट्दैन के उद्देश्य गर्नेले पाप गरेकै छन् कसले रोक्न सक्छ र गहभरि आँसु छल्केको कसले देख्न सक्छ र जेलीको साइनो सम्झाउनु छ हर घडी मायाले नै संसार डोर्याउँछ घरी घरी अजम्बरी अजम्बरी रनेजी तपाईले आफ्नो श्रीमतीलाई यसरी किन बाँधेर राख्नु भएको? मैले मेरो बुढीलाई बाँधेको होइन हजुर। मेरो बुढीलाई त बाध्यता र व्यवस्थाले बाँधेको। बाध्यता र व्यवस्था होइन, यो त तपाईले उहाँको मानसिक सन्तुलन ठिक नभएको कारणले बाँध्नु भएको। यसरी मानसिक सन्तुलन ठिक नभएको मान्छेलाई औषधि उपचार गर्छन् कि यसरी बाँधेर राख्छन्? यो तपाईले नराम्रो गर्दै हुनुहुन्छ है। उहाँको श्रीमती हो, तपाईले सिकाइराख्नु पर्दैन। रहने दाइले आफ्नो श्रीमतीको लागि के मात्र गर्नु भएन। तपाईहरू एकछिन देख्नेलाई भाउजूको यो हालत देख्दा माया लाग्यो होला, तर जति भोग्नु भएको छ नि रहने दाइले मात्रै भोग्नु भएको छ। अझ तपाईँ गाउँले आफै नै यस्तो अपराधको पक्षमा हुनुहुन्छ? आफ्नो गाउँ टोल छिमेकमा यस्तो अपराध घटिराख्दाखेरि यसको विपक्षमा उत्रेर विरोध गर्न पर्ने ठाउँमा उल्टै आगोमा घिउ थप्ने काम गर्दै हुनुहुन्छ। अब यो समाचारलाई देशभरि छापछाप्ती पारेर यो मान्छेलाई मात्रै होइन र यी सारा गाउँलेहरूलाई कारबाही गर्नुपर्छ जस्तो छ। हो गर्नुपर्छ गर्नुपर्छ। उहाँहरू त कसरी कारबाही गर्दा रहेछौ? तपाईँले खिचेको भिडियो डिलिट गरिहाल्नु, होइन भने हामी कारबाही गर्छौँ तपाईँलाई। हामीलाई पो कारबाही गर्नुहुन्छ? ल हेरौँ त कसरी गर्नुहुन्छ। तपाईँहरू सारा गाउँले मिलेर एउटा अबला नारीमाथि अत्याचार गर्ने अनि कारबाही चाहिँ हामी पत्रकारमाथि। अब यो न्युज विश्वभरि फैलाइन्छ। कसरी फैलाउनुहुन्छ तपाईँ? यो डिलिट गरिहाल्नु भनेको सुन्नु भएन, खुर्क डिलिट गर्नु। खासमा बिरामी चाहिँ हजुरको आमा हुनुहुन्छ? तपाईँहरूले आमालाई चाहिँ किन यसरी बाँधेर राख्नुभएको? आमा पहिलेदेखि यस्तो हुनुहुन्थेन, उहाँलाई यसरी बाँधेर राखिएको पनि थिएन। खासमा कुरा के हो भने लक्ष्मी लक्ष्मी कहाँ गई? रात पनि परिसक्यो। लक्ष्मी, ए लक्ष्मी, लक्ष्मी, लक्ष्मी,
हातले माथि आइज आइज तैँले मलाई कति दुःख दिए कि राति हुँदो जङ्गलमा बाघ भालु आउँछ तँको मैले कहाँ कहाँ मात्र खोजेर हिँड्नु कहिले काहीँ त सुखसँग बाँच्नु पनि दिएन जहिले पनि दुःख दिएछ जहिले पनि दुःख दिएछ ल हिँड घाँस दाउरा लिएर जानु परेन ल हिँड हिँड भनेको हो ल समय सधैँ जङ्गल जाउँ भन्दा भन्दा टेर्ने होइन आनाकानी गरी आनाकानी गर्ने रातभरि पछि जङ्गल आएपछि यस्तै हो यही बेलामा कस्तो पैसा भइसक्यो एकछिन कुरा है म पैसा लिएर आउँछु झन् एकछिन कुरा है भनेको त कुर्दै नकुरिकन हिँडिसकेको छु हेत्तेरिका यसले मलाई कहिले सुख नदिने भाइ बाबा 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 त मितिने कहाँ गयो कि होइनस् उतैबाट स्कुल जान्छु भन्थिस् त घर आइछस् आमा खोइ आमा गयो भने कता गोठतिर गयो कि टोयलेट गयो भने जान हेर कता गयो ए बाबा आमा कहाँ जानुभयो भने गोठमा अलि हेर्नु जा हुनु न गोठमा टोयलेट सबै हेरिसक्यो तपाईँ यस्तै गर्नुहुन्छ क्या म कहाँ जानुभयो र यहाँ कमसेकम सँगै भएपछि तपाईँले ख्याल गर्नु पर्दैन अलिकति आमाको छोरी नरो न नाति तिनी आमा यतै कतै गयो कि आइहाल्छु नि यतै कतै भएको भए त यत्रो धेरै बोलाउँदा सुन्नु पर्दैन बोल्नु पर्दैन आमाको अवस्था त्यस्तो छ कमजोर छिन् अनि आमा कहाँ जानुभएको थियो हिजो हिजो तेरी आमा र म साँझ पख घाँस लिनु भनेर जङ्गल गएको थियौँ मलाई पनि के भएको होला लक्ष्मी घर पुगिहाल्यो होला घर जान किन हतार गर्नु पर्यो साँझ परेपछि आफ्नो घाँटी चिलाएर आउँछु जान्छु तल भट्टीमा गएर 2 गिलास चिरिक्क पार्छु अनि घर जान्छु यो मुडो यहीँ होस् अहिले कसले लान्छ र यो मुडो जान्छ र
त्यस पछाडि तँलाई मेरो बानी थाहा छँदैछ साह्रै तल तल लाग्यो अनि तल भट्टीमा गएर 3 गिलास रक्सी खाएर झ्याप्पै लागेको थियो म त आएर भुक्लुक्क सुतिहालेँ तेरि आमा पनि आइपुग्यो होला भन्ठानेको थिएँ आएको नआएको त मैले कुनै यादै गरिनँ बिरामी आमालाई जङ्गल लगेपछि आफूसँगै घर लिएर आउनुपर्छ भन्ने कुरा तपाईँलाई अलिकति पनि दिमागमा आएन है अब कहाँ भनेर चाहिँ खोज्न जाने होला आमालाई आमा छोरी अब यसरी रोएर हुँदैन जा तँ तल घरतिर खोज म माथि घरतिर बुझेर आउँछु कहाँ गयो कति दुःख दिन्छ हाम्रो आमा आउनु भएन त आफू चाहिँ यहाँ काम गर्दा पनि तपाईसँग बोल्ने तपाईँ चाहिँ जहिले मेरो मन पोल्ने अत्था के भयो बोल्यो केले बोलो पानीले नचाहिने चिसो पानीले पनि काहीँ पोल्छ घामले पानी ताते छ क्या अनि साँच्चै हामी कहाँ पुगेका थियौँ हजुर त मैले भनेको कुरै मान्नुहुन्न सुरुमा त तपाईँसँग बोल्न कस्तो गाह्रो लाग्थ्यो आजकल त प्यारो लाग्न थालेछ सुरुमा तपाईँको बोली कस्तो धारिलो लाग्थ्यो आजकल त सुरिलो लाग्न थालेछ धेरै नआस न अहिले छोरो रुन्छ छोरालाई ट्युसन जान ढिलो हुन्छ जाउँ एउटा घर खाना पकाउनु पर्छ के भयो अजम्बरी हेर न अमर हिजो बाबाले आमालाई जङ्गलमै छोडेर आउनु भएछ हिजो बेलुकादेखि आमा जङ्गलमै हुनुहुन्छ अब के गर्ने होला चिन्ता नलिगन होइन यो अमर भन्दा को मर्न आयो फेरि ए अजम्बारी पो त फेरि मेरो छोरो बराल्न आइस होइन बराल आएको होइन ठुली आमा मेरो आमा हिजोदेखि जङ्गलमा हराउनु भएको अहिलेसम्म पनि घर आउनु भएको छैन त्यही भएर अमरलाई बोलाउन आएको मेरो छोरोले तिमीहरूको के खाइदिएछ तेरी आमा हराएनी गाईले किलो माचेर कराएनी राति सपनामा डराएनी खबर सुनाउँछ तिमीहरूलाई मेरै छोरो चाहिने केही घटना घट्यो कि मेरै छोरोलाई गुनासो सुनाउनु पर्ने मेरो छोरो गुनासो शाखा हो कि दुःख बिसाउने चौतारी हो दुःख बिसाउने चौतारी मात्र होइन नि हाम्रो छोरो त माया बिसाउने चौतारी पनि हो अनि गाउँतिर खोज्यौ त नानी हिजो राति नै बाबाले जङ्गलमै छोडेर आउनु भएको रे अनि त्यही भएर म सिधै यहाँ आएको ए अमर अजम्बरीको आमा खोज्न त साथी गइदे त्यहाँ जङ्गलतिर काहीँ हुनुहुन्छ कि गइहाल अहिले एकैछिनमा म पनि आउँछु लु तुरुन्त जाऊ त इनका बाउ छोरा यही अजम्बरी र अजम्बरीको सन्तानको पछि लागेर सेवा गरेर खरानी भएर जाने भयो नि हुँदा खाँदाको छोरो ट्युसन जान ठिक्क परेको थियो जङ्गल जा साथै जा पठारै छोड्यो होइन त्यसकी आमालाई त्यसले एक्लै घुम्न सकिहाल्थ्यो नि हुन त नासिने मती लागेकाहरूलाई के भन्नु र नासिने हो कि साइनो सम्बन्ध कुटुम्ब गाँसिने हो तँलाई के थाहा बिस्तारै थाहा हुन्छ काकी आमा काकी ठीक त भने आमा
काकी काका के भयो किन आत्तिँदै आउनु भएको तल झाडीमा बाघले के खाइरहेको के खाइरहेको जस्तो लाग्यो तपाईँलाई छ मान्छे खाइरहेको जस्तो लाग्यो तिमीहरू कहाँ लागेको नि हेर्नुहोस् न काका अजम्बरीको बा र आमा हिजो जङ्गल जानुभएको बा मात्र फर्किनु भएछ आमा त अहिलेसम्म फर्किनु भएको छैन हामी त उहाँलाई नै खोज्न जान लाग्यो ल ल तिमीहरू कि आमा हो कि तिमीहरू जाँदै गर म गाउँलाई खबर गर्छु अजम्बरी धन्जे हजुर काका मैले एउटा विचार गरेँ के विचार गर्नुभयो काका आज जङ्गलतिर गएर आदिलाई पासो थाप्नु पर्ला जस्तो बन्दुक पड्काएर म त जान्न हो काका अब मलाई त जङ्गलै नजानु भनेको छ तँलाई कसले नजा भन्यो बन्देवता लाग्यो क्या हो बन्दुक पड्काएर वनदेवता लागेको होइन हौ काका मन देवता लागेको अब मनले नै नजा भन्छ त्यही माथि सपनामा ए के भयो मेरो आमालाई तपाईँहरूले देख्नुभयो देखेको थिएँ कहाँ देख्नु भएको थियो सपनामा अजम्बरीको आमा जङ्गल जाँदै थिइन् जङ्गल जाँदा जाँदै एक्कासी बाघले झम्टेर च्याप्पै समायो अनि त अजम्बरीको आमालाई घिसार्दै तल खोल्सामा पुर्याएर यस्तो लुची खायो कि आमामा फेरि मेरो सपना त र्याङको ठ्याङ मिल्छ है समस्यानी कुरा नगर्न सपनामा त जे पनि हुन्छ नि बन्दुक पड्काएर ह्याट तेरी दन्ते दाइ तपाईँ मान्छेलाई यस्तो आपत परे बेला अत्ताउने काम नगर्नु न यस्तो आपत परे बेला झन् अत्ताउँछस् सहयोग पो गर्नुपर्छ बन्दुक पड्काएर खुर्को खोज्दै भो नजाऊ अब गएर सास भेटिने होइन लास भेटिने हो नसाइने कुरा गर्छस् हिँड खुर्क होइन मेरो श्रीमतीलाई कति चटपटे खान मन लाग्यो कति अमिलो पिरो खान मन लाग्यो यो चटपटेको रुख रोप्न मिल्ने भए म घर वरिपरि 2-4वटा चटपटेका रुखै रोपिदिन्थेँ अब मैले मात्रै हो र दुनियाँले रोप्थेँ यो चटपटेको रुख मेरो बुढीलाई चाहिँ त्यो चटपटेको रुख दिने हो भने चटपटेको रुख मुनि ओछ्यानै लाएर सुत्थ्यो अहिले ए साउनी पसलमा आउने कि नआउने ए साउनी रन दाई तपाईँ पनि यहाँ हिजो राति लक्ष्मी भाउजू हराउनु भएछ अनि रने दाई मका खोज्न आउनु भएको रहेछ मैले मेरोमा आउनु भएको छैन भनेको विश्वासै गर्नु भएन ए भित्र कोठामा चुटामा लगेर सबै देखाएर आयो कि होइन त रने दाई हो पुरै गाउँभरि छ्याप्छ्याप्ती खोजिसकेँ कहीँ भेट्या होइन अनि यहाँ साउनी कहाँ आएर बसेकी छ कि भनेर खोज्न आएको अनि भद्र दाई हजुर चाहिँ के लिन आउनु भयो नि चटपटे लिन आएको गेडागुडी भिजेकै छैन गेडागुडी बिनाको चटपटे अलिक मिठो पनि हुँदैन त्यसैले भरेसम्म ढाडिन्छ भरे आउनुहोस् न है गेडागुडी बिना बुढीको भुँडी भरिँदैन रने दाई तपाईँ पनि भाउजूलाई व्यापक रूपमा खोज्नु है मैले पनि छोरो पठाइदिएकै छु अहिलेलाई चाहिँ म लागेँ ल म पनि लागेँ साउनी लक्ष्मी यहाँ आयो भने खबर गर्नु है हस् हस् भइहाल्छ अमर यहाँ आउन छिटो के भयो हेर न अमर मेरो आमाको चप्पलको छाप नात न अजम्बरी यो जङ्गलको बाटो कति मान्छे हिँड्छन् अरू नै मान्छेको चप्पलको छाप होला नि होइन यो मेरो आमाको चप्पलको छाप हो
सधैँ खाली खुट्टा हिँड्दाखेरि कहिले खुट्टामा काँडा बित्छ, कहिले सिसाले काट्छ। अबदेखि सधैँ यो चप्पल लाएर हिँड्नु है। ल यहाँ किन अलमल गरेर बसिराख्यो फेरि? गन्दा यतै नजिकैबाट आउँदैछ। लास धेरै टाढा छैन है। ल छिटो जाऊ, छिटो आउनु आउनु। खोइ त अहिलेसम्म जलपट्टि आइपुगेन। आउँदै होला, नआत्तिउँ न। नआत्तेर भयो र मेरो यहाँ सातो भइसक्यो। मैले ल्याएको एक कचौरा मासु तपाईँले खाइसक्नु भयो। मलाई जलपट्टि खोइ त। झटपट त ल्याएको बाबा खाना पाऊ। ए आलु बखडा खान्छौ? कस्तो कुरा गर्नुभएको तपाईँले? मैले ल्याएको एक कचौरा मासु तपाईँको बुढीले खाइसक्नु भयो। तिम्रो त एक कचौरा मासु मात्र खाइदिँदा तिम्रो मन यसरी पोल्यो। मेरो त वर्षौँदेखि मुटु कलेजो ज्यानै खाइराखेकी छे। म कस्तो अवस्थामा गुज्रिराखेको छु भन्ने कुरा त मलाई नै थाहा छ। लु बाबा हेर नबुका। हुन्छ त भोक न, म बोल्छु। अमर मेरो आमाको लुगा। अजम्बरी नरुवा न, चिन्ता नगर के। लु है, यहाँ धेरै बेर बस्नु ठिक छैन। बाघको आतङ्क एकदम बढेको छ। कपडा यहाँ भेट्यो भने लास नजिकै छ। छिटो जाऊ, छिटो। ए जेप्पै तैले बोल बन्दुक पड्काएर जे पाइ त हिँड, छिटो जाऊ न, छिटो छिटो आऊ, छिटो। मेरो सपनाले त भनेकै थियो नि, बाघले लुसी लुसी खायो भनेर। ल हेर्नु त, आन्द्रा एकातिर, मासु एकातिर, खुट्टा कता हो, टाउको कता हो, बिजोकै बनाएछ नि। अजम्बरी म
सम्बन्धलाई तोड्छ नाता छैन केलाउँदै सम्बन्धलाई जोड्छ भन्न